Hey, good afternoon सबैजनालाई वेलकम टु मेरो छोरीको च्यानल जेनिट भ्लग। आज चाहिँ डल्लुलाई लिएर हामी तलको मेन पार्क बन्दैछ यो माथि पार्कमा लिएर यहाँनिर बाउ छोरी आमा हो खेल्दैछौँ हो डल्लु पापासँग खेल्दैछ। भिडियो मन पर्यो भने लाइक शेयर अनि सब्स्क्राइब गरिदिनुहोस् होला। लाइक शेयर अनि सब्स्क्राइब ठिकै भने हैन? हाम्रो छोरी पनि आज जेनित हेलो भन्छ। जेनित हेलो नानी गीत गाइदेऊ न त, गीत गाइदेऊ त। हो गीत चाहिँ खतरै छ डल्लुको। हामी जसलाई डल्लु भन्छ नि त हो। म छोरी अब त्यहाँ बस्ने अरे हो। हेलो भन्देऊ न डल्लु। त्यहाँ माथि चढ्नु त कहाँ सक्छ त? तिमी त सक्दैनौ नि छोरी चढ्नु। एक्सप्रेसन हेरौँ है त। फेरि गर डल्लु नानी। आँखा झिम्काउँदै गरिदेऊ, आँखा झिम्काउँदै, आँखा झिम्काउँदै। आइ डल्लु अमिलो हुँदा कसो गर्छ भन त? अमिलो हुँदा आँखा यता हेर्दै त। मस्त छ बाउ छोरी। ल म माथि चढाउँछ। अम्बोद बाबा भन्दा ठुलो भयो त अन्त डल्लु त। बाबा भन्दा ठुलो भयो त अन्त। झन्डैले हो। तिमी त्यस्तो गर्छौ? जाऊ नानी सुलसुल खेला। कहाँबाट निस्किनु? कहाँबाट निस्किनु? कहाँबाट निस्किनु? कहाँबाट निस्किनु अरे? बाबालाई निस्किनु सिकाउ त। निस्किनु सकेन अरे बाबा। बुङ हुन्छ भन्देऊ डल्लु। उठ भन्दैछ। यताबाट आऊ अरे आऊ आऊ भन्दैछ। ए निस्के त अन्त ऊ हो। हजुर बुम्बई हुन्छ बाबा भन। कहाँबाट झर्नु? जम गरेर झर अरे त्यहाँ। लु छिटो। डल्लु यहाँ यताबाट निस्किन्छु। लु छिटो। यताबाट निस्किन्छु। तपाईँ मार न। ए अब डल्लु यहीँ बसिरहने? लु जाउँ। छोरी घर जाँदैनौ तिमी आज? घर जाँदैनौ? नानी बाबा घर जाँदैनौ? छोरी डल्लु म गएँ। लु जाउँ डल्लु। खेलौ न एकपल्ट। डल्लु एकछिन त्यहाँ बस त छोरी। त्यता बस। नभए फेरि म सुलसुल खेलाउँदिनँ नि। एकछिन यस भन न, यस भन त पहिला।
फुलपातीमा आइपुग्यो हो। कति अग्लो छ सिधा खुट्टा पार्नु ल छोरी।